नमस्ते, म सङ्गम किराती। आज हामी जुबेल हुँदै हामी रबिकसम्मको यात्रामा रहेका छौँ। बीच बाटोमा हामी रियाद हुँदै रबिकसम्मको यात्रा हुनुपर्दछ र त्यसैले गर्दा हामी कुनै भिडियोहरू कैद गर्दै हामी आज रबिकसम्मको हाम्रो यात्रा रहेको छ र हाम्रो बसमा धेरैजना साथीहरू हुनुहुन्छ र मैले यो भिडियो कैद गर्नुको कारण एउटा सम्झनारूपी भिडियो होस् भनेर म युट्युबमा तपाईहरुलाई देखाउन चाहिरहेको छु र अहिले हामी यो दृश्यहरू हेरिरहनु भएको छ र यो ठाउँ चाहिँ अहिले साउदीको राजधानी रियाद भन्दछ र अहिले हामी रियाद हुँदै हामी गइरहेका छौँ र विभिन्न दृश्यहरू तपाईहरुलाई हामी कैद गर्दै तपाईहरुलाई देखाइरहेका छौँ भने यो रियादको मेन सिटी हो र यसमा विभिन्न तरिकाको घरहरू देख्न सकिन्छ। साथै यहाँ साउदीको राजधानी भएको हुनाले विभिन्न गार्डनहरू पनि हामी हेर्न सकिन्छ। त्यसै कारणले विभिन्न टावरहरू यहाँबाट धेरै राम्रो देखिरहेका छौँ हामी र त्यसै गरी यो साउदीको एकदमै राम्रो सिटी भनेर चिनिन्छ। यो चाहिँ हामी गाडीबाट क्याच गरेको भिडियो हुनाले खासै राम्रो त देखेको छैन, तैपनि हामी यो भिडियोलाई कैद गर्दै हामी अघि बढिरहेका छौँ। हाम्रो यात्रा रहिरहेको छ र अहिले चाहिँ हामी रियाद छौँ। अहिले रियादभन्दा पनि धेरै टाढा पर्दछ रबिक। हामी लगभग यहाँबाट हामी अझै 10 घण्टाको यात्रा गर्नुपर्ने हुन्छ र हामी गइरहेका छौँ। अहिले यो चाहिँ सायद नयाँ टावर बन्दै गरेको अवस्था होला, यो हामीले देख्न सकिन्छ र त्यसै गरी हाम्रो बसका साथीहरू आफ्नै धुन आफ्नै तरिकाले हिँडिरहनु भएको छ र लामो यात्रा भएको हुनाले हाम्रो साथीहरूलाई कतिपय थकित हुँदै म भने चाहिँ यो भिडियो कैद गर्दै हिँडिरहेको अवस्था र धेरै राम्रा ठाउँहरू पनि छन् साउदीमा। साउदी एक तरिकाले हामी सोध्दछौँ मरुभूमि, त्यहाँ केही पनि छैन, तर कतिपय ठाउँहरूमा धेरै राम्रो ठाउँहरू पनि छ। तर हामी साउदी ठुलो एरिया भएको हुनाले हामी त्यहाँसम्म पुगेर हामी सबै कुरा थाहा पाउन सकिन्न र आज चाहिँ हामी यो रियाद हुँदैको बाटो हुनाले हामी धेरै राम्रो ठाउँहरू हुनाले हामी भिडियो कैद गर्दै गइरहेका छौँ भने हाम्रो साथीहरू धेरैजना हुनुहुन्छ र सबैजनाले यो गार्डनलाई मध्यनजर गर्दै कतिपय साथीहरूले पनि भिडियो गर्दै हामी गइरहेका छौँ भने तपाईहरुले पनि साउदीको युट्युब यो मेरो भिडियो मार्फत अवलोकन गर्नुहुने हार्दिक अनुरोध गर्दछु। सबैजनालाई साउदी कस्तो ठाउँ छ भनेर भन्नुहुन्छ भने चाहिँ यस्तै छ र यो भिडियोलाई हेरेर तपाईहरुले पनि साउदीको अवलोकन गर्नुहोला। र अहिले हामी गइरहेको अवस्था छौँ। धेरै राम्रो ठाउँहरू देखिरहेका छौँ, गार्डनहरू र गाडी पार्किङहरू भएको अवस्था छ र हामी चाहिँ अहिले निरन्तर हाम्रो आफ्नै गतिमा लागिरहेका छौँ भने हाम्रो साथीहरू पनि आफ्नै तरिकाले बसिरहनु भएको छ र अहिले हामी चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि रियादलाई छोडेर थोरै अघि बढेको छौँ। अब लगभग हामी रियादलाई बिस्तारै पछि पार्दै हामी अघि नै बढिरहेका छौँ र हामी केही मिनेटपछि हामी रियादलाई पछि पार्दै फेरि हामी अर्को ठाउँतिर लाग्नेछौँ। भिडियो लामो हुने अवस्था भएको हुनाले मैले छोटो भिडियो जोड्दै बनाएको छु र तपाईहरुले पनि पक्कै पनि बुझ्नुहुनेछ भन्न लागिरहेको छ। अहिले चाहिँ हामी रियादमै छौँ अहिले र अब रियाददेखि हामी अझै पनि थोरै टाइमपछि मात्रै हामी छोड्ने छौँ जस्तो लाग्छ मलाई र ठुलो एरिया भएको हुनाले अब हामी रियाददेखि तपाईहरुलाई म सकेसम्म मरुभूमिको त्यो चट्टानहरू पनि देखाउने कोसिस गर्दछु र समयले साथ दियो भने र म चाहिँ गाडीभित्र छु, त्यो अवस्थाले गर्दा म सबैतिरको भिडियो त देखाउन सकेको छुइनँ।
जहाँसम्म मैले मेरो क्यामेरा र मैले देख्नेसम्म चाहिँ मैले त्यो भिडियो कैद गरेको छु र तपाईहरुले पनि हेरेर साथ दिनु होला। सबैजनाले हेर्नु होला साउदीको यो रियादको गार्डन। अब भने हामी गइरहेकै छौं र जाँदै नै छौं। अहिले हामी र हाम्रो यात्रा जम्मा-जम्मी भन्नुपर्दा हामी 20 घण्टा 18 घण्टा 22 घण्टाको हुनेछ र त्यसमा चाहिँ तपाईको गाडीको त्यो स्पिड अनुसार हुन्छ। धेरै लङ टुर भएको हुनाले र आज हाम्रो यात्रा कतिसम्म रहन्छ भने अब हामी समथिङ हामी रियादलाई छोड्दै अब हामी अर्कै सिटीतिर आइपुगेको अनुभव भइरहेको छ र मलाई ठ्याक्कै थाहा नहुन सक्छ। तर पनि हामी बढिरहेकै छौं र गइरहेकै छौं। हामी अहिले चाहिँ र हामी ठ्याक्कै यो ठाउँको नाम चाहिँ थाहा भएन। तर हामी हाम्रो यात्रा अघि नै भइरहेको छ र गइरहेका छौं। तपाईहरुलाई यहाँको गार्डनहरु यस्तो हुन्छ। रोडको छेउछेउमा धेरै हरियाली भएको हुन्छ। हेर्न सकिन्छ। सबैजनाले हेर्नु होला। र कतिपय हामीलाई थाहा नहुन सक्छ कि साउदीमा पनि यस्तो ठाउँहरु छ भनेर हैन। तर धेरै राम्रो ठाउँहरु पनि छ र यो चाहिँ तपाईको यो गार्डन पार्कहरु होला हुन सक्छ। तर यसमा कोही पनि देख्न सकिन्न किनभने अहिले ड्युटीको टाइम भएको हुनाले होला। र यहाँ चाहिँ तपाईको ड्युटी भनेको डे नाइट ड्युटी हुन सक्छ। कतिपयको ड्युटी होला र यहाँ भनेको हैन यस्तो ठाउँहरु छ र हामी अब साउदीलाई अहिले चाहिँ रियाददेखि हामी अब चाहिँ छोड्न आटेको भन्न सकिन्छ। यो चाहिँ हेर्नुस् चट्टानहरु यो ढुङ्गाहरु एकदमै ढुङ्गाहरु तपाईको कुदिएर चाहिँ रोडहरु बनाएको हुन सक्छ र यो चट्टानको बीचमा त हेर्नुस् तपाईहरु यो गार्डन नभइकन यो खोइ यसले हामी ठ्याक्कै एक्ज्याक्टली मैले पनि भन्न जानिन। र सरी अहिले चाहिँ हामी यो रियादको छेउको ब्रिज होला सायद यो हुन सक्छ। हामी आइरहेका छौं र हामी गइरहेका छौं। र यो बीचमा देख्नुहुन्छ नि जुन त्यो खजुर हो यहाँको साउदीको चाहिँ त्यो राष्ट्रिय एउटा उमा पनि आउँछ। र अहिले चाहिँ यो तरवारमा हामी आइपुग्यौं है। यो चाहिँ अब रियादको ठ्याक्कै यो तपाईको बर्डरमा हो। यो चाहिँ तपाईको हामी रब्बिकबाट रियाद जाँदै गर्दा यो ठाउँ भेटिन्छ भने हामी जुबेलबाट रियाद हुँदै आउँदाखेरि चाहिँ हामी लास्ट स्टेज हो। यहाँबाट चाहिँ हामी रियादलाई छोडेको अनुभूति गरिन्छ है। र अब हामी यहाँबाट चाहिँ एउटा सानो चेक पोस्ट पनि छ। चेक पोस्टबाट चाहिँ हामीले रियादलाई बाइ बाइ गरेर अब अर्को हामी अर्कै ठाउँतिर लागेको अनुभूति होला। मलाई चाहिँ त्यस्तो लागिरहेछ है। र अहिले चाहिँ हामी तपाईको यो चट्टानलाई तोडेर तपाईको रोडको लेभलमा धेरै माथिबाट काटेर तल लेभल गरेर चाहिँ रोड जोडेको अवस्था हो यो। हेर्नुस् तपाईले देख्नुहुन्छ। र यो चट्टानहरु सबै तपाईको यसो हेरे हामीले झट्ट हेर्दाखेरि माटोलाई काटेर बनाएको जस्तो देखिन्छ। तर यो बिल्कुल माटो हैन यो ढुङ्गा हो। यो ढुङ्गालाई चाहिँ तपाईले काटेर रोडको लेभलमा ल्याएर रोड बनाएको हो र तपाईहरुले पनि देख्न सक्नुहुन्छ। र हामी अगाडि बढिरहेकै नै छौं र गइरहेकै नै छौं। हामी हेर्नुस् यो चट्टानहरु यो सायद तपाईले यो मान्छेले काटिकन त्यो अटोमेटिकली भएको होला सायद यो दृश्यहरु तपाईहरुले पनि हेर्नु होला। र मैले धेरै युट्युबहरुमा पनि मैले देखिसकेको छु यो भिडियो र मेरो भिडियोमा पनि आइसकेको छ। तपाईहरुले पनि हेर्नु होला। र यो ठाउँहरु चाहिँ हेर्नुस् धेरै हेर्दाखेरिमा तपाई मान्छेले बनाएको जस्तो देखिन्छ। तर यो मान्छेले नबनाइकन त्यो अटोमेटिकली त्यो आफै भएको ठाउँहरु होला जस्तो लाग्छ है मलाई चाहिँ। हेर्नुस् हेर्दाखेरि पनि धेरै डेन्जर देखिन्छ र राम्रो पनि देखिन्छ। तर अहिलेको गर्मी तपाईको यो गर्मी टाइममा चाहिँ तपाईको यहाँ उडेको चराहरु पनि
कति चराहरू मरेको पनि मैले पनि देखेको छु। यस्तो ठाउँ हो यहाँ चाहिँ। पानी छैन तपाईको, यहाँ बिल्कुलै पानी चाहिँ हुँदैन। र पानी भनेको तपाईको सब चिज तल जमिनबाट बोरिङ गरेर चाहिँ तपाईको मान्छेले पिउने पानी त कसरी के गर्छ, तर पनि यो यहाँ पानी चाहिँ बिल्कुलै हुँदैन है। यस्तो ठाउँ हो यो चाहिँ। तपाईको हेर्नुहुन्छ यो चट्टानहरू र यो पहाडहरू र त्यहाँ यो साउदीको चाहिँ हामी चट्टान पहाड भने पनि यस्तै ठाउँहरू मात्रै देखिन्छ। तर योभन्दा अरू पनि धेरै राम्रो ठाउँहरू छन्। तर त्यहाँ हामी समयले साथ दिए तपाईहरुले म पक्कै पनि भिडियो गरेर मेरो युट्युब च्यानलबाट तपाईहरुलाई देखाउने छु भने, तर समयले साथ दिएन भने चाहिँ सरी। मैले अब जति भ्याउँछु त्यति तपाईहरुलाई यो भिडियो मार्फत तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। र हामी हाम्रो यात्रा अघि बढिरहेकै छ र हामी गइरहेकै छौं। यो ठाउँहरु चाहिँ तपाईको हेर्नुस्, बिल्कुलै यो मरुभूमि हो। यहाँ तपाईको केही पनि छैन। बस यसमा तपाईको यो ठाउँमा भनेको मान्छे कम मैक्सिमम हुँदैन। यस्तो ठाउँ हो यो चाहिँ, किनभने यो एकदम उजाड यो ठाउँ हो। र यहाँ भनेको चाहिँ तपाईको अलिअलि बस्तीहरू मजरा भन्छ यहाँ चाहिँ। तपाईको साउदीहरूको हाम्रो गाउँघरमा गोठ हुन्छ भने चाहिँ यहाँ चाहिँ साउदीहरूको मजरा है हजुर। यो चाहिँ मजरा हो र यसमा तपाईहरुको खेतीपाती पनि लगाउँछ। यहाँ खेती चाहिँ के हुन्छ त्यो चाहिँ एक्चुअली थाहा छैन, तर पनि यहाँ विशेष खजुर हो। यो खजुरको खेती लगाएको हुन सक्छ, हामीले यहाँबाट देख्न सकिन्छ। र हेर्नुस् त्यहाँ थोरै घरहरू पनि देखिरहेका छौं र त्यो घरहरूमा सायद यही काम गर्ने बासीहरू बस्नुहुन्छ होला। र हामी गइरहेकै छौं, अघि बढिरहेकै छौं। हेर्नुस् यो ठाउँहरू हेर्दाखेरि चाहिँ कतै हाम्रो नेपालको ठाउँहरूसँग पनि मेल खान सक्छ, किनभने यहाँको रातो माटो छ। र साउदीमा तपाईको माटो पनि धेरै प्रकारको हुन्छ। कुनै ठाउँ रातो, कुनै ठाउँ कालो, कुनै ठाउँ पलाउटे हुन्छ र कुनै ठाउँ बालुवा मात्रै हुन सक्छ। त्यसैले गर्दा हामी अहिले रियाददेखि धेरै परै पुगिसकेको होला जहाँसम्म लाग्छ। र भन्दै यो भिडियो गर्दै ठ्याक्कै तपाईको हेर्नुस् रात पनि पर्यो। हेर्नुस् है, यो चाहिँ रातिको दृश्य है यो साउदीको। हेर्नुस् ठ्याक्कै हामी भिडियो गर्दै हाम्रो यात्रालाई अघि बढाउँदै गर्दाखेरि रात पनि परिसकेको अवस्था छ। र रात परेको हुनाले म सबै भिडियो कैद गर्न सकिनँ र जति भिडियो छ तपाईहरुले हेरेर चिज बुझाउनु होला है त। धन्यवाद, थ्यांक यू।